नमस्ते नमस्कार सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म आज नेपालमा भइरहेको राजनीतिक उथलपुथलको विषयमा दुई शब्द भन्न गइरहेको छु। सुनेर साथ दिनुहोला। नेपालको इतिहासले विभिन्न कालखण्डमा विभिन्न राजनीतिक हिरोहरू पठाइसकेको छ। 2063-64 मा अहिले नेपाल कम्युनिस्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्डज्यूलाई अघि सारेको थियो र त्यसैगरी 2070-72 तिर नेकपा एमालेका अध्यक्षलाई पनि बहुमत 2/3 को सरकार दिएर नेपाली जनताले अघि बढाएका नै हुन्। विभिन्न कालखण्डमा उहाँहरूले पाउनुभएको जिम्मेवारी उहाँहरूले वहन नगर्न सक्दा देशले यस्तो विध्वंस झेल्नु परेको तपाईँ हामीलाई अवगत रहेको कुरा हो। अब समय फेरिएको छ। अब पुस्ता हस्तान्तरण गर्ने बेला आएको छ। उहाँहरूले रेस्ट लिने बेला आएको छ। हिजो मात्र काठमाडौँ महानगरपालिकाका मेयरज्यू र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यू बीच नेपाललाई एउटा ऐतिहासिक सहमति गरेर अघि बढाउने जुन सहमति भएको छ त्यसलाई लिएर म एकदमै सहमत रहेको तपाईहरुमा जानकारी गराउन चाहन्छु। किनभने विभिन्न कालखण्डमा उहाँहरूले पाएको जुन जिम्मेवारी थियो प्रचण्डज्यू र केपी शर्मा ओलीज्यूले त्यो उहाँले निभाउन सक्नु भएन। 21औं शताब्दीमा देशलाई जुन रफ्तारले अगाडि बढाउनु पर्ने थियो उहाँहरूले त्यो सक्नु भएन। यति भन्दै गर्दा म एमाले पार्टीको विचारधारा वा कम्युनिस्ट पार्टीको विचारधारा नै गलत हो भन्ने म ठान्दिनँ। किनभने विचारधारा भनेको एउटा मान्छेले मात्रै जोडेर जोडिने कुरा हैन। किनभने एमाले अनि कम्युनिस्ट पार्टी यो एकदमै ठुलो विचारधारा भएको पार्टी हो। मेन कुरा के हो भन्दाखेरि नेतृत्व नै त्यस्तै भएपछि पार्टीको विचारधाराहरूको कुनै अस्तित्व नरहेको तपाईँ हामीले महसुस गरेका छौँ। त्यसैले आगामी चुनावमा उहाँहरूले जुन विफलता देखाउनु भयो, भर्खरै मात्र जेनजी आन्दोलन हुँदा जुन विध्वंस मचियो हैन, कैयौं नेपाली आमाहरूको काग सुन्नु भयो हैन, त्यसलाई लिएर अब उहाँहरू विफल भइसक्नु भयो। उहाँहरूबाट देश बन्दैन। त्यसैले अब जति पनि नयाँहरू आउँदै हुनुहुन्छ म त भन्छु सबै जतिजना पनि नयाँहरू हुनुहुन्छ मिलेर जानुहोस्। किनभने अहिले तपाईहरु मिलेर जानु भएन भने भोलिका दिनहरुमा फेरि सबैको दिनहरु कस्तो आउने हो भन्ने कुरा तपाईँ हामीले परिकल्पना गरेको छैनौँ। देश यस्तो विषम परिस्थितिमा जानेछ कि नेपालमा राजनीति भनेको मात्र प्रतिशोध साध्ने हुनेछ। त्यसैले अहिले सबैजना नयाँ शक्तिहरू मिलेर अघि बढौँ हैन। देशलाई कुन तरिकाले अगाडि बढाउन सकिन्छ, देशलाई कसरी बनाउन सकिन्छ हैन, कसलाई मिलाउँदा कसरी देश अघि बढ्छ भन्ने कुरामा सबैले ध्यान दिउँ। अहिले साँच्चीकै देशले नेतृत्व परिवर्तन खोजेको छ। नेतृत्व परिवर्तनले हैन आगामी दिनमा हाम्रा बालबालिकाहरूको भविष्य तय गर्नेछ। त्यसैले सम्पूर्ण आमा दाजुभाइ दिदीबहिनीहरूमा मेरो के अपिल छ भनेपछि अब तपाईहरुको भोट परिवर्तन गर्ने बेला आएको छ। तपाईहरुले अहिले नोटमा भोट नबेची आफ्नो छोराछोरीको शैक्षिक क्षमता कसरी बढाउने, आफ्नो देशलाई कसरी अगाडि बढाउने हैन, आफ्नो छोराछोरीहरूले स्वदेशमै कसरी बस्न सक्ने, विदेश पलायन नगराउने आफ्ना बालबच्चाहरूलाई भनेपछि यदि देशमै केही गराउन चाहनुहुन्छ आफ्ना बालबालिकालाई भनेपछि तपाईहरुले भोट बदल्ने बेला आएको छ। साच्चीकै नेपाली जनता यति भेडा नभइदिनुस् कि यत्रो देख्दा यत्रो विध्वंस देख्दा फेरि पनि अझै पनि त्यही पार्टी, अझै पनि त्यही नेतृत्व। यदि उहाँहरूमा पनि केही परिवर्तन आएको भए हिजो त उहाँहरू कुनै अरू नै नेतृत्व लिएर जानु भएको थियो, उहाँहरूले गर्न सक्नु भएन। पार्टी चाहिँ त्यही हो, हामी त्याग्दैनौँ, अहिले चाहिँ अर्को नेतृत्व हुनुहुन्छ भन्नुपर्ने यस्तो त कुनै छैन नि। हिजोका दिनमा पनि केपी शर्मा ओलीज्यू नै प्रधानमन्त्रीको आकाङ्क्षी हुनुहुन्थ्यो र आगामी फागुन 21 गते पनि हुने चुनावको लागि यो महाधिवेशनको नाटक देखाएर फेरि अझै केपी शर्मा ओलीज्यू नै हुनुहुन्छ हैन। आफ्नो पार्टीको विचारधारालाई नै त्यागेर अघि बढेको पार्टीले केही गर्न सक्दैन। त्यसैले अब तपाईँ हामीले बदल्ने बेला आएको छ। सोच बदलौँ हैन, भोट बदलौँ र देशलाई पनि बदलौँ। धन्यवाद।